हेलो गाइस, आज ताज लाउनु पर्छ। So donkey squad पनि आएको छ हेलो। Thank you very much, Raz bhai. Thank you. Welcome. तर यो चाहिँ go. टेकेर छाया बत्ती सर्टी जस्तो चिन्ने गाइडमा गरी छाडेको तँलाई त मैले साम्रो लाग्या पैसा डाँडा 25 गोल्डन सर्ट पाइ चल्ला पत्ती अलिकति सोचेर बोल्न पाए जागोले खेल्थेरो फर्पडे खाए साथीको साथमा राम्रो लाइफ लफडामा तैँले जित्दिनु पाए Donkey squad मेरो दाइहरुलाई साथीहरुलाई सबै र बिग सालास टु माइ म हुर्केको ठाउँ मेरो कुलेश्वर कसले जित्छ मलाई कसले जित्छ त यङ भाइले ठीक छ यङ वेभले जित्छ है द यङ वेभले काट्छै खाइदिन्छ त यङ वेभले जित्छ हैन परेन खाइदियो द सबलाई परेन खायो मेरो भाइ यङ वेभले खायो सक्दैन नि फेरि सक्दैन नि ना भनी पैसा हो and the winner is Wah, congratulations मेरो भाइ Straight out of Imadol. या हाम्रो यता सोकिन्दा यता हुनुहुन्छ के बोले भाइ अब के बोले हाम्रो भाइरल दाइ उता हुनुहुन्छ बनाएर बस हाँसोस् मुजी समझ रहे हो हाम्रो एकदम दाइको कारणले हो क्या हाम्रो एकदम भाइरल दाइ यङ वेभलाई सपोर्ट गर्नु हामी ओम्नी आइपुगेको छौँ भाइ टेन्सन नगर विनर हामीले डङ्की स्क्वाड आएपछि के गर्नु भाइ हाम्रो भाइहरू आइरहेको छ म यहाँ छु भाइ मेरो भाइ यहाँ छ आज कसलाई सपोर्ट गर्नु अरे We are ready for young players. हैन सपोर्ट द यङ फाइनल कसले हान्छ जस्तो भाइ दाइ देखाउनु पर्ने हो कि
मेरो साथमा छ आजको फाइनलिस्ट मेरो बुड्डुको टुक्रा मेरो योङ भाइ हजुर हेलो गाइस आज ताज लाउनु पर्छ यहाँ जिबिस दाइ हाम्रो यहाँ रेस्पेक्टेबल दाइ वी आर गोइङ टु यहाँ श्रीपी यङ वेब भाइको लागि है अलि माथि खालि हिँड्छ रे अनि टक्क माथितिर माथि गएर बसौँला नि हामी So Donkey Squad पनि आएको थियो हाम्रो नेपालको श्रीपे सिजन 2 को लागि चाहिँ जोरदार होला
Once more. Once again. क्या गुंडा बनेगा रे तू? Thank you very much, Raz bhai. Thank you. Welcome. तर यो चाहिँ को? मस्त जोक मारा रे. ये हंस रे हलकट हंस. Thank you, thank you. Welcome. किडनी ल्याएको किडनी Left, right, let's do a tango. 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 You are like a dog. Go ahead.
पिँढी थियो मेरो ध्यान गएन छोरा चाहिँ याद गरेर ल्यान्ड भएन तिमीले हातमा मात्र बिग फ्यान भएन पर्खिदेऊ न माथि पर्खिदेऊ न राम्ररी कमर चाहिँ पर्खिदेऊ न पर्खिदेऊ न माथि पर्खिदेऊ न आफ्नो हिस्सालाई लुस्केर पर्खिदेऊ न जो लोगोला से फ्याट फुला जोडले सेवाले तिमीलाई ह्याक फुला फर्किआएको छु हिँड्दा हिँड्दै थाकेर मेरो गर्न थाकिन कसैलाई मद्दत मागिन म हात बाँधी बस्दा सिलान्सीहरूले खाएछ मेरो कला अनि प्रतिभा हिजोको दिनबारे लेखेर आएको रहेछ यो नसिबमा अनि पाओ मसँग एनी टाइम हुन्छ केडी अनि साउ राति सोझो अहिले दिमाग पनि कोदोको झोलले चल्छ त्यसैले म यहाँ छु ऱ्याप अनि लुक्सले ग्याङ्स्टरमा ट्यापे हुने भयो मुजी मैले पनि खोज्न सक्छु जिउभरि भरेर देखाए पाना भरेर देखाए मेरो गीत सुन्न लायक तेरो तैँले भन्नै नसकेको बुट्टा भरेर देखाए तैँले च्याप्न नसकेको सुन्दा बाँकी छैन केही उपाय तैँले शत्रुलाई हँसाइस् मैले शत्रुलाई न तर्सिन्छ देखेर छाया बत्ती सल्टी जस्तो चिन्ने गाइडमा गरी छाडिदिएको तँलाई त अहिले साम्रो लाग्यो जस्तो राख्छु म फेरि गाउन कपिस तिमीहरू जस्तोलाई हाप्पे खाना बयसा टाढा कर्तिस गोल्डे सर्ट पाइ झल्ला पत्ती अलिकति सोचेर बोल्न पाए जागर खेल्थेर घरबाट खाए साथीको साथमा राम्रो नाइ लफडामा कहिले देखिदिनु पाए Thank you so much guys, thank you so much. Junkie Squad मेरो दाइहरु मेरो साथीभाइहरु सबै र बिग सालास टु माई म हुर्केको ठाउँ मेरो कुलेश्वर थ्यांक यू सो मच र सबैजनालाई माया छ है आज सबैजना आउनुभयो सपोर्टको लागि त्यो पेनको नाममा के हुन्छ पे पाएर कास्ती हेर्ने फिल्मको चाहिँ आज पनि पेनमा जसरी आयो लास्ट डेमा त्यसरी आयो के क्या बात छ 3 मिनेटमा 3टा गीत गर्यो त्यसरी आउनु पर्ने के यहाँ जस्तो आगो लाग्यो रेस्पेक्ट छ यो डेडिकेसन जति माथि राखिरहनु है सी एभ्री कन्सर्ट लाइक इट्स लास्ट कन्सर्ट के लाइक इट्स बिगेस्ट कन्सर्ट राइट एकचोटि फेरि अल्लाह यो वेलाई कसले जित्ला मलाई कसले जित्ला त यङ भाइले ठिक छ 100% है यङ वेभले जित्छ है So
त यङले काट्छै खाइदिन्छ त यङ वेभले जित्छ खाइदियो त सबलाई परेन कसको पालो मेरो भाइको कसको पालो अनि यस्तो हुनु पर्यो नि त कसको पालो 2001 साल कसको पालो खायो मेरो भाइ यङ वेभले सक्दैन नि फेरि सक्दैन नि 21 साल कसको पालो Wah, congratulations मेरो भाइ
go. Runner-up, USA, हाम्रो final, हाम्रो winner, Young Waves. So thank you very much. हामी चाहिँ आफ्नो पिको 9 इयर्सदेखि रिलेसनसिपमा छौँ होइन र आजबाट चाहिँ दुनियाँभरिका अडियन्सहरूको थ्याङ्क यू सो मच होइन